गर्भमा बच्चा चलेको महसुस हुनु निकै रोमाञ्चक हुन्छ नि। आउनुहोस्, बच्चाको स्वास्थ्य जाँच्ने यो महत्त्वपूर्ण तरिकाबारे बुझौँ। 5 देखि 6 महिनामा हल्का चाल सुरु हुन्छ अनि 8-9 महिना पुग्दा त बच्चा मजाले नै चल्न थाल्छ। एउटा जादुई नम्बर सधैँ याद राखौँ, 10। यो अङ्कले नै बच्चा पूर्ण स्वस्थ रहेको प्रश्न पार्छ। तर कसरी? यदि 2 घण्टाभित्र कम्तीमा 10 पटक बच्चा चलेको छ भने त्यो एकदमै स्वस्थ अवस्था हो। यो गन्न एकदम सजिलो छ। सुक्क पल्टिने वा आरामले बस्ने अनि 2 घण्टासम्म ध्यान दिएर चाल गन्ने। ख्याल गर्नुपर्ने कुरा के छ भने यदि चाल अचानक रोकियो वा निकै कम भयो भने त्यो खतरा हो। चाल 10 भन्दा कम छ वा ठप्पै भयो भने ढिला नगरी तुरन्तै नजिकको स्वास्थ्य संस्था गइहाल्नुपर्छ है। सँगसँगै नियमित जाँच, पोषिलो खाना, टन्न पानी अनि डाक्टरले दिएको आइरन र क्याल्सियम खान भुल्नै हुँदैन। पूर्ण सुरक्षित गर्भावस्था सुनिश्चित गर्न कि हरेक दिन यसरी नै बच्चाको चाल सही तरिकाले गन्ने गरिएको छ त?